जय मासी। आज म दुईटा प्रस्तुति लिएर आएको छु र अहिले चाहिँ म सुरुमा कविता हान्न गइरहेको छु र यसको शीर्षक छ मेरो नाम इमानुएल थापा र मैले यो आफै सृजना गरेको हो। नयाँ वर्ष छ भन्ने कविता। आओ सबैजना मिलेर मनाऊ नयाँ वर्ष। आओ सबैजना मिलेर मनाऊ नयाँ वर्ष। प्रवेश गरौँ 2083 मा लिएर हर्ष। दुईवटा चर्च मिलेर मनाऊ वार्षिक उत्सव। दुईवटा चर्च मिलेर मनाऊ वार्षिक उत्सव। कार्यक्रम सकेपछि खाऊ मासु भात कपाको। आओ प्रार्थना र सङ्गति गरौँ नाचेर गाएर। आओ प्रार्थना र सङ्गति गरेर नाचेर गाएर नयाँ वर्ष 2083 मा बसौँ आशिष लिएर। परमेश्वरको प्रेमले जीवन भरियो। परमेश्वरको प्रेमले जीवन भरियो। चारैतिर नयाँ वर्षमा उहाँको सुसमाचार छरियो। चारैतिर नयाँ वर्षमा उहाँको सुसमाचार छरियो। अब अन्धकार हट्यो उज्यालो छायो। अब अन्धकार हट्यो उज्यालो छायो। येशूको कृपाले बाटो देखायो। हालेलुया स्तुति गरौँ। हालेलुया स्तुति गरौँ। नयाँ वर्षमा धन्यवाद दियो। प्रभुको वचनलाई हृदयमा राखी। प्रभुको वचनलाई हृदयमा राखी अघि बढौँ हामी विश्वासी। पुरानो वर्षको पापलाई छोडेर आओ नयाँ वर्षमा असल बिरुवा गोडेर। आओ नयाँ वर्षमा असल बिरुवा गोडेर। नयाँ वर्ष 2083 मा सबैजना पसी। नयाँ वर्ष 2083 मा सबैजना पसी एकअर्कालाई गरौँ सबैजनाले जय मसी। पापलाई जलाएर सबैले खाड्दो खनेर खा। पापलाई सबैले खाड्दो खनेर खा। नयाँ वर्ष 2083 सबैलाई मेरो कविता सिध्यो हस्त धन्यवाद। फेरि म अर्को मेरो प्रतिभा प्रस्तुति देखाउन गइरहेको छु। अझै सुरुमा नेपालीबाट भजन सङ्ग्रह 150 भन्न गइरहेको छु। त्यसपछि अङ्ग्रेजीमा यो मिलाउँदै भन्न गइरहेको छु। भजन सङ्ग्रह 150 परमप्रभुको स्तुति गर। हालेलुया परमप्रभुको स्तुति गर। परमप्रभुको पवित्र स्थानमा प्रशंसा गर। उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर। 2 उहाँले गर्नुभएको उहाँको शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर। उहाँको उत्कृष्ट महानताको निम्ति प्रशंसा गर। 3 तुरै बजाएर उहाँको प्रशंसा गर। बिना र सारङ्गी बजाएर उहाँको प्रशंसा गर। 4 परमप्रभुको खैजनीका साथमा उहाँको प्रशंसा गर। खैजनी र नाचको साथमा उहाँको प्रशंसा गर। तारवाद्य र बाँसुरीको साथमा उहाँको प्रशंसा गर। झ्यालीका झङ्कारहरूका साथ उहाँको प्रशंसा गर। गुन्जमान पार्ने झ्यालीहरूका साथ उहाँको प्रशंसा गर। 6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्। आमेन। अब म यो मिलाउँदै इङ्ग्लिसमा अङ्ग्रेजीमा भन्न गएको छु र यो बिगार्नुको लागि कुशल सरलाई अनुरोध गर्दछु। यो चाहिँ रुबिक्स क्युब हो। अब म उहाँलाई
बिगानमा लगाइरहेको छु। सबै बिगारिनु अलिक मजाले अब म यो मिलाएर इङ्ग्लिसमा भन्छु। भजन सङ्ग्रह 150 इङ्ग्लिसमा भन्नु गइरहेको छु। प्रेज द लर्ड इन हिज टेम्पल, प्रेज द लर्ड इन हेभेन, प्रेज द लर्ड फर द all great things he does, praise the Lord for his greatness, praise the Lord with trumpets and horns, praise the Lord with trumpets and horns, praise the Lord with harps and lyres, praise the Lord with tambourines and dancing, praise the Lord with stringed instruments and flute, praise the Lord with loud cymbals and crashing cymbals.